हेलो फ्रेन्ड्स, आज फेरि मैले हजुरहरूको सामु एउटा भिडियो लिएर आएकी छु। यो भिडियो हो काँचो कोला, जो सब्जी कोला हुन्छ नि त्यसको हो। यसलाई सर्वप्रथम मैले 6वटा जति कोला लिएकी छु। त्यहाँबाट नि मैले कुकरमा 2 सिटी लगाएकी हुँ, 1 चम्मच निमक हालेर। अन्त जसै यो हल्का ठन्डा हुन्छ नि, अनि यसलाई एउटा भाँडामा लिने अनि यसको सबै बोक्राहरूलाई छिलेर फाल्ने। अनि जसै हजुरले यसलाई मतलब ठन्डा भएपछि अनि त्यहाँबाट मजाले यसको एकदम पेस्ट बनाउने। यस्तो बनाउने नि कि त्यसमा एउटा गुठली पनि नरोस्। त्यसरी गऱ्यो भने के हुन्छ, खाँदाखेरि त्यसको स्वाद अलग आउँछ। र मैले यी सबै कोलाको राम्रोसित एउटा पेस्ट तयार गरेँ। पेस्ट तयार गरेपछि यसलाई एकजुट गरेर अलि देरीसम्म अलि मसल्नुपर्छ है। यसमा यति पनि गाँठो भन्ने नरहोस् कि त्यसरी मतलब यो पेस्ट बनोस्। किनकि यो रेसिपीमा त्यस्तै पेस्ट एकदम भएको नै राम्रो हुन्छ। अनि यो मैले पेस्ट बनाएर रेडी गरेर अनि राखेँ। र अझै एउटा कुरो, हजुरहरूलाई अगर मेरो भिडियो राम्रो लाग्छ भने प्लिज लाइक सेयर एन्ड कमेन्ट गर्न नभुल्नु होला। धेरै राम्रो लागेमा सेयर गरिदिनु होला। र पेस्ट तयार भयो र मैले यहाँ एउटा कराही लिएँ। कराहीमा ठुलो चम्मचको 2 चम्मच जति तेल लिएँ र एउटा प्याज कट गरेर मैले यसमा हालेँ। र जसै प्याज हल्का भुन्निन्छ नि त्यसमा हालेँ मैले हरियो र रातो खुर्सानी दुईटै, पाकेको खुर्सानी र हरियो खुर्सानी, अदुवा र लसुनलाई थिचेर एउटा पेस्ट बनाएँ। 1 चम्मच हल्दी अनि हाफ चम्मचको करिबन मैले यहाँ रातो खुर्सानीको धुलो हालेकी छु। अनि यसलाई राम्रोसित पहिला चलाउने, ग्यासको फ्लेमलाई लो गरेर राख्नु होला। अनि जसै यो राम्रोसित पुरा पेस्टले ओइल छोड्न थाल्छ नि, अनि त्यसमा हामीले जुन कोलाको पेस्ट बनाएर राखेका छौँ नि, त्यो पेस्ट यसमा हालिदिने। र हालेपछि कोलामा कहिले पनि हजुरले ओइलमा हाल्नुहुन्छ भने नि त्यो टाँसिन थाल्छ र मजाले पुरा घोट्ने के एकदम घोटेर राम्रोसित त्यो तेल मसला जति पनि प्याज स्याज छ सबै त्यो पेस्टमा मिक्स होस् त्यसरी हामीले चलाउने। र ग्यासको फ्लेमलाई लो गरेर राख्ने। हाई गर्नुभयो भने यो बहुत जल्दी जल्छ। अनि त्यसमा स्वादअनुसार नमक हाल्ने र मजाले त्यसमा त्यो निमक पुरै सबैतिर लागोस् त्यसरी पुरै घोटी घोटी जसरी तपाईँले त्यसरी पकाउनुहोस्। र धेरै समय लाग्दैन, 5 मिनटमा यो रेडी हुन्छ। र समसम भातसित खानुहोस् त यति टेस्ट लाग्छ नि। तपाईँले आलुको चोखा बोल्नुहुन्छ, यो कोलाको चोखा हजुरलाई कस्तो लाग्यो प्लिज मलाई जनाउन नभुल्नुहोला। र घरमा एकबार ट्राई जरुर गर्नुहोला। मलाई विश्वास छ हजुरलाई पक्का यो रेसिपी राम्रो लाग्छ। लाइक पसन्द आएमा प्लिज लाइक सेयर गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।